जोजलप्पा नमस्ते। आज पनि हामी उपस्थित भइसकेका छौँ समय सन्दर्भ कार्यक्रम लिएर। श्रोताहरूलाई कार्यक्रममा स्वागत छ। नेपाल भाषा एकाडेमीको निमित्त अनक मिडियाद्वारा प्रस्तुत गर्ने यो कार्यक्रममा आज हामीले नेपाल टेलिकम कीर्तिपुरका कार्यालय प्रमुख यज्ञराज बोहरासँग कुराकानी गर्दैछौँ। समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। हेलो यज्ञराज बोहरा सर। हजुर सर। हजुर, म कार्यक्रममा यहाँलाई स्वागत गर्न चाहन्छु। धन्यवाद सर। न्यू एफएमको यो समय सन्दर्भ कार्यक्रम प्रत्येक दिन बिहान यतिखेर प्रस्तुत हुन्छ अनि मैले आज यो कार्यक्रममा यहाँलाई निम्ताएको छु। सर अलि साउन्ड क्लियर भएन। आज मेरो साउन्ड सुन्नु भएको छैन? अलि एकदमै मधुरो छ सर, कुनै कुनै शब्दहरू अलि सुनिरहेन। अघि त राम्रो थियो टेलिफोनमा। यो कुरा गर्दै जाँदाखेरि यो प्रविधिले यस्तै हुने रहेछ। अलिक कुरा गर्दै जाँदा हुन्छ। त्यहाँनिर अलिकति वातावरण अलिकति शान्त ठाउँमा बस्दिनु होला सर। सर मैले साउन्ड क्लियर सुनेन सर। अलिकति सुनेको छैन अरे? हेलो, आवाज अलिक क्लियर आएन। अघि त टेलिफोनमा राम्रो थियो तर अहिले आवाज अलिक क्लियर आएन। अलिक अब अहिले कस्तो सुनिन्छ सर? आवाज मधुरै आयो सर। मैले क्वेसन राम्ररी बुझिरहेको छैन। अहिले हाम्रो दूरसञ्चारले एउटा प्याकेज लिएर आएको रहेछ नि, मैले यो पढ्नमा आएको थियो। हजुर हजुर सर। यो बारेमा मैले केही कुरा गरौँ कि भनेर सोधेको। के हो यो दूरसञ्चारको एनटिटिभी भन्ने यो प्याकेज एउटा, यो बारेमा अलिकति बताइदिनुहोस् न। सरको आवाज क्लियर चाहिँ अलि आएन सर। मैले त्यो प्याकेजको बारेमा भन्नुपर्छ अलि। हजुर, यो प्याकेजको बारेमा बताइदिनुहोस् न। यो अब आइपी टेक्नोलोजीमा आज यो लेटेस्ट टेक्नोलोजीमा आधारित एउटा यो हाम्रो टिभी प्याकेज हो होइन सर? हजुर। यो अरूभन्दा अरू प्रोभाइडर भन्दा दिएको हाम्रो एकदम लेटेस्ट टेक्नोलोजी हो। यो आइपी टेक्नोलोजीमा डिपेन्ड छ यो। हजुर। यसको त्यो के अरे पिक्चर क्वालिटी एकदमै क्लियर हुन्छ। त्यसमा हामी एस्योर गर्छौँ र यो हाम्रो जनवरी 1 भनेपछि आजैदेखि लन्च गरिरहेको छौँ हामीले। हजुर, यो के 4K अन्तर्गत हो कि यो हाई भिजन मात्र हो हजुरको? हजुर सर, 4K हो? होइन, यो क्वालिटी त जुनसुकै नि हुन्छ। क्वालिटी यो 4K यो एचडी भन्दा पनि अब हामीले उसबाट फाइबरबाट दिने हुनाले अब ग्राहकले के युज गर्छ त्यसमा त्यो क्वालिटी चाहिँ जे पनि पाउँछ उसले। हजुर, यो वितरणमा चाहिँ फेरि अब ग्राहकको घरसम्म लाइन जोड्नुपर्ने स्थिति छ कि टेलिफोनबाटै प्रदान गर्नुहुन्छ? यस्तो छ सर। अब यदि पहिल्यै उसले हाम्रो टेलिफोनहरू अहिले दुई तरिकाले चलिरहेछ। एउटा पुरानो टेक्नोलोजी, त्यसलाई कपर टेक्नोलोजी भन्छ होइन? हजुर। अब कपर टेक्नोलोजीमा चलेकोलाई चाहिँ हामीले अब आइपीटिभी अहिले तुरन्तै दिन सक्दैनौँ। त्यसलाई फाइबरमा माइग्रेट गर्नुपर्ने हुन्छ। हजुर। यदि जसको जुन ग्राहकको पहिले फाइबरमा हामीले जसरी फाइबरबाट हाम्रो एफटिटिएच इन्टरनेट लिइसकेको अथवा टेलिफोन मात्रै पनि हामीले फाइबरमा माइग्रेट गरिसकेका छौँ धेरै जसो। हजुर। कीर्तिपुरको हकमा, र त्यो ग्राहकको लागि चाहिँ नयाँ लाइन तानिराख्नु पर्दैन। त्यही लाइनबाट त्यसमा हामीले एउटा सेटअप बक्स दिन्छौँ अनि त्यही थपेर चलाउन सकिन्छ। यसको अब कस्ट लागत कतिको आउँछ सर यसको? अब हामीसँग प्याकेज चाहिँ धेरै छ सर। मैले अब यहाँ सरस्वती एक दुईवटा कुरा राख्छु होइन? हजुर। अनि हामीसँग दुई किसिमको प्याकेज छ। एउटा बेसिक प्याकेज भन्छ जुनमा चाहिँ अब केही सर्टेन टेलिफोन नम्बरहरू के अरे हाम्रो टिभी च्यानलहरू हुन्छ, र अर्को एउटा प्रिमियम प्याकेज हुन्छ। हजुर। त्यसमा लगभग धेरै सबै जसो हामीले भनौँ न अहिले अरू प्रोभाइडरहरूले दिइराखेको जसो सबै च्यानलहरू नै हुन्छ त्यसमा। हजुर। र त्यसमा त्योभन्दा अलिक बढी नै होला। त्यो ठ्याक्कै लिस्ट त हामीले आउट गरेका छैनौँ। सायद अब आज भोलिमै त्यो लिस्ट पनि आउट होला कुन कुन च्यानल बेसिक प्याकेजमा पर्छ, कुन कुन के अरे हाम्रो प्रिमियम प्याकेजमा आउँछ भनेर। हजुर। त्यसले गर्दा म यसलाई एउटा छोटो रूपमा भन्दाखेरि बेसिक प्याकेजको यदि पर मन्थ हामीले टिभीको मात्रै टेलिभिजनको चार्ज मात्रै हेर्ने हो भने 226 रुपियाँ पर्छ पर मन्थ। तर यसमा अब त्यो वार्षिक प्याकेज लिँदाखेरिको कुरा गर्दैछु है सर मैले। एनुअल प्याकेज लिँदाखेरि अब मन्थली प्याकेज लिँदाखेरि रेट फरक हुन्छ यसको। हजुर। यदि ग्राहकले वार्षिक प्याकेज लियो भने बेसिक प्याकेजको पर मन्थ 226 रुपियाँ। हजुर। अनि प्रिमियम प्याकेजमा सर 226, बेसिक प्याकेजको 226 रुपियाँ। हजुर। र प्रिमियम प्याकेजको 375 रुपियाँ जति पर्छ सर। यो चाहिँ 1 वर्षको सदस्य बन्यो भने
अन्दाजी यो एक वर्ष पर मन्थ यति हो मैले होइन त्यसलाई चाहिँ ब्रेक गरेर एक हजुर। मन्थ पर मन्थको हिसाबले भन्दैछु होइन सर। हजुर अहिले अहिले अब हामीले समाजमा चलिरहेको यो केबल प्रदायकहरूको रेट हेरेर चाहिँ धेरै नै अन्तर आयो नि हजुर। सर फेरि सर क्वेसन यो अन्य केबल प्रदायकहरू छन् नि अहिले समाजमा चलिरहेका तिनीहरूको रेटको दाँजोमा एकदमै फरक आयो नि अन्तर। होइन सर यस्तो सर अब यसमा त्यो हामीले भन्नाले फरक भन्नाले सरले कस्तो भन्नुभयो सर अब अलिक यो सस्तो charges देखियो। कस्तो भन्नुभयो कम्पेयर गर्दा? सस्तो मूल्यमा होइन सस्तो त छ नै सर, यो एउटा सरकारी कम्पनी हो होइन। हजुर अब हामीले ग्राहक सेवामा नै हामी बढी समर्पित हुन्छौँ। हामीलाई नाफामूलक भन्दा पनि अब नाफा भन्नाले कम्पनी सञ्चालनको लागि नाफा लिने कुरा, हाम्रो लगानीको उठाउने कुरामा त भइ नै हाल्यो होइन सर। हजुर तर अब अरू चाहिँ हामीले मिनिमम नाफा राखेर ग्राहकलाई सेवा दिने हो सरकारी कम्पनी भएको नाताले। हजुर तर यसमा यो प्याकेजको चार्ज यो भयो, यो बाहेक हामीलाई एउटा सेटअप बक्स लिनुपर्ने हुन्छ सर। सेटअप बक्स त्यो त सबै उसमा अरू अब प्रोभाइडरको पनि हुन्छ नै। हजुर अनि हुन्छ त्यसको चार्जेस पनि अब छुट्टै चार्जेस हुन्छ। हामीले डिटेल यसको चार्ज सम्बन्धी हामीले हाम्रो वेबसाइटमा सबै आइसकेका छ। हजुर अब यसको टेलिङको वेबसाइटमा सबै चार्जेस सम्बन्धी प्याकेज सम्बन्धी हामीले त्यो आउट गरिसकेका छौँ। इच्छुक ग्राहकहरूले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ। हजुर अब यो अब मूल्यको तुलनामा चाहिँ एकदमै सस्तो देखियो तर गुणस्तरमा के हुन्छ हजुर यसको स्थिति? होइन सर गुणस्तरमा हामी जहाँसम्म लाग्छ ग्राहकलाई सन्तुष्ट नै पार्छौँ। अहिले गुणस्तरको कुरा गर्दाखेरि हाम्रो एनटी जुन हाम्रो फाइबर नेट छ, हाम्रो नेपाल टेलिकमले प्रोभाइड गराएको त्यो ग्राहकको फिडब्याकबाट नै बुझिन्छ। त्यो अब प्राविधिक कुरा हो, सानोतिनो समस्या आउन सक्ला कहिले। तर हाम्रो जुन फाइबर नेटको अहिले गुणस्तर सरहरूले पनि केही फिडब्याक लिनुभएको छ कि छैन होइन, अब त्यो बुझ्दाखेरि पनि थाहा हुन्छ हाम्रो गुणस्तरको कुरा। र अर्को कुरा एउटा हाम्रो अहिले ग्राहकको बुझाइमा मेन्टेनेन्स एउटा अफ आवर मेन्टेनेन्स र अफ डे मेन्टेनेन्समा चाहिँ सरकारी कम्पनी भावनाले अहिले नभएको अवस्था हो। तर त्यसको लागि पनि हाम्रो सबै डकुमेन्ट रेडी छ, हामीले टेन्डर गरिसकेका छौँ। त्यो बिस्तारै अफ डे मेन्टेनेन्स र अफ आवर मेन्टेनेन्समा पनि हामी जान्छौँ सर। हजुर अनि यो भनौँ न अब वितरण चाहिँ कहिलेदेखि गरिने योजना छ सर? हजुर सर वितरण कहिलेदेखि लागू हुँदैछ यो? वितरण चाहिँ आजदेखि नै हो सर। अब आज सुरुवात भयो हुनाले हामी एकदमै मेसिभ रूपमा जान नसकौँला, तर आजदेखि हो, लगभग आजदेखि सुरु भयो। अब हाम्रो काठमाडौँ भेलीमा कीर्तिपुर कार्यालय लगायत काठमाडौँ भेलीमा र बनेपा आजदेखि सुरु भएको छ। बाँकी हामी बिस्तारै अब नेपालभरि नै त्यो जाँदैछ। आजदेखि चाहिँ काठमाडौँ भेली र बनेपाबाट हामीले सेवा सुरु वितरण गरिसकेका छौँ सर। कति अब यसको प्रोसेसको लागि कति दिन जति लाग्छ हो यो? हजुर सर प्रोसेस मैले फेरि क्वेसन बुझेन सर। यसलाई अब भनौँ न अब मसँग टेलिफोन लाइन छ, म एउटा उदाहरण दिन्छु सरलाई। मसँग एउटा टेलिफोन लाइन छ, म त्यसमा अब यो एनटिटिभी जोड्छु भने मलाई कति दिनमा तपाईँले सेवा दिन सक्नुहुन्छ? कति पैसा तिर्नु पर्यो सर सर्भिस लिनलाई भन्नुभयो सरले? होइन कति दिनमा सेवा जोडिन्छ? ए सेवा त त्यति टाइम लाग्दैन सर। जसरी अब हामी अब आजदेखि सेवा वितरण सुरु गर्दैछौँ सर। भनौँ न अब अहिले हामीसँग सामानहरू त्यसको लागि आवश्यक सामानहरू सेटअप बक्सहरू सामान आइरहेको छ, अलिअलि ल्याइसक्यौँ। सरले सेवा लिनलाई यदि आज भनौँ न हाम्रो कुनै ग्राहक आउनुभयो भने त्यही दिन नै हामी सेवा चलाउन सक्छौँ सर। त्यो टाइम फिजिकली यदि नयाँ सबै नयाँ त्यहाँ तार पनि नयाँ तान्नु पर्यो भने ग्राहक कहाँ कहिले त्यही दिन पनि हुन्छ, भएन भने अर्को दिन त भइ नै हाल्छ। तर यो यदि पुरानो ग्राहक जसले हाम्रो फाइबर सर्भिसहरू चलाइरहेछ भने त्यस्तो ग्राहक आउँदा हामी त्यही दिन सेवा दिन सक्छौँ सर। आज आयो भने आज नै चल्छ सर ग्राहकको सेवा। ए हजुर अब मेरो घरमा पनि म पनि यही लाइन लिउँ कि भन्ने सोचिरहेको छु है। मैले अहिले लिएको केबल चाहिँ जुन एकदम महँगो छ, हजुरको यो कम्पेरिजनमा एकदम महँगो छ। हजुर सर हजुर त्यो बेला मेरो घरको लाइनमै जोडिन्छ कि जोडिँदैन? 433 हो अगाडिको। सरको टेलिफोन छ सर 433 हजुर। अनि सरको कुन ठाउँमा पर्यो? फाइबरमा सरको गइसक्यो कि अब फाइबर हाम्रो पुरानै कपरबाट चलिरहेको हो? त्यो कपर होला, पुरानो खास त्यता मलाई थाहा छैन। यो जाखा भन्ने ठाउँ एरियातिर हो। एरिया कता हो सर? जाखा भन्ने एरिया। जाखा हजुर जाखामा यस्तो सर, जाखामा हाम्रो सबै ठाउँमा सायद पुगेको छैन फाइबर। यदि पुग्यो अब नपुगेको ठाउँमा हामी अब लगत्तै त्यो पुर्याउने उसमा छौँ, हाम्रो प्लान भइरहेछ। तर यदि फाइबर पुगिसकेको छ भने सरले
सर सम्पर्कमा आउनुभयो भने हामी जसरी आज फर्म भर्यो भने हामी अर्को दिन चाहिँ सर्भिस चलाउन सक्छौँ सर। त्यो पुराना लाइनहरूलाई चाहिँ यसलाई कहिलेकाहीँ हामी त्यही दिन पनि सक्छौँ, किनभने अब त्यो कार्यालयमा आउने अरू ग्राहकको चापलाई हेरेर भन्न सकिन्छ। कहिलेकाहीँ हामीले त्यही दिन पनि त्यो सेवा सर्भिस चलाउन सकिरहेको छौँ, त्यही दिन जडान गरेर त्यही दिन सेवा चलाउन सकिन्छ। अनि कहिलेकाहीँ भएन भने दोस्रो दिन यदि इन केस अब प्राविधिक कुरा हो, काहीँनिर हाम्रो केबल क्षति भयो, ठुलै केही भयो, अब त्यसमा हामीले लाग्नु पर्यो भने तेस्रो दिनसम्म जान्छ। तर त्योभन्दा टाढा चाहिँ छैन सर। लगभग हामी पहिलो दिन नभए लगभग तपाईँको यसो उ गर्दा लगभग 30% हामी फर्स्ट डेमै चाहिँ जडान गरिरहेछौँ, सेवा दिइरहेछौँ। यदि भएन भने त्यसपछि बाँकी रहेको 50% जति दोस्रो दिनमा नै हुन्छ। यदि भएन इन केस कहिलेकाहीँ त्यो प्राविधिक केही अरू समस्याहरू आयो भने अब 20% जति हाम्रो तेस्रो दिनसम्म जान सक्छ जडानमा। हजुर, अब यो पुरानो लाइनहरूमा चाहिँ अब यो नयाँ फाइबर जोडिने यो चाहिँ कार्यक्रम कहिले होला? हजुर सर, यो पुराना लाइनहरू छ नि, टेलिफोनको लाइन पुरानो भन्नुभयो यहाँले र फाइबर लाइन दुई थरी छ भन्नुभयो नि। हजुर सर, यसलाई समग्रमा अब नयाँ लाइन फाइबर जोडिने चाहिँ कहिलेतिर होला योजना? होइन सर, यस्तो सर, अब जहाँ फाइबर नेटवर्क पुगिरहेछ त्यहाँ लगभग हामीले धेरै जसो लाइनहरू फाइबरमा माइग्रेट गरिसक्यौँ, टेलिफोन मात्रै हुँदा पनि। हजुर, जसरी उदाहरणको लागि हामीले नगाउँ एरिया लिने हो, ढल्पा एरिया, अनि के अरे पागाको अब ढोकासी एरिया, पागा टाउन प्लानिङ र ट्याङ्लाफाँटको एरिया, कुमारी क्लब, बल्खुको एरिया लिने हो भने त्यो एरियामा लगभग तपाईँको त्यो एरियामा चलेको लाइनहरूमध्ये हामीले 70% लाइनहरू, 70 to 75% लाइनहरू हामीले फाइबरमै माइग्रेसन गरिसकेका छौँ। हजुर, तर त्यो बाहेक अब जुन जुन ठाउँमा अहिले फाइबर पुगेको छैन त्यो फाइबर पुग्ने बित्तिकै हामी माइग्रेसन गर्छौँ सर। फाइबरमा माइग्रेसन गर्दाखेरि अहिले हाम्रो पोलिसी अनुसार ग्राहकले कुनै चार्जेस तिर्नु पर्दैन। हामी राउटर एउटा त्यसलाई सिपी भन्छ, त्यो एउटा सिपी फ्री अनि 100 बढीमा 100 मिटरसम्म तार फ्री दिएर हामी माइग्रेसन गरिरहेको छौँ सर। मतलब अब पुरानो लाइन जुन छ त बिना फाइबर को चाहिँ त्यसमा चाहिँ अहिले यो सेवा लागू हुँदैन? सर क्वेसन फेरि अलि आवाज अलि ब्रेक भएर आयो। पुरानो लाइन छ नि, पुरानो लाइन हजुरको, हजुर, यसमा चाहिँ यो सेवा अब उपलब्ध हुन्छ कि हुँदैन तत्कालै? होइन, पुरानो लाइनमा दिन सकिँदैन सर। त्यसमा आफ्नै त्यसको टेक्नोलोजीको रिस्ट्रिक्सन छ। कपर पेयर भए हुनाले त्यसमा अब त्यो स्मुथली भिडियोहरू नचल्न सक्छ त्यो टिभी। अनि त्यसले गर्दाखेरि पुरानो लाइनमा हामी सर्भिस दिँदैनौँ, हाम्रो पोलिसी छैन होइन सर। अब दिँदा त्यो के अरे अड्किने ठाउँ भिडियो त्यो टेक्नोलोजीले गर्दा त्यो सपोर्ट नगर्ने हुनाले हामी पुरानो लाइनमा दिन सक्दैनौँ सर अहिले। हजुर, ठिक छ सर। अनि अब यो हाम्रो सबै फाइबरहरू त अन्डरग्राउन्ड नै हुन्छन् होइन, केबलहरू? फाइबर सर, हजुर, अन्डरग्राउन्ड लानुहुन्छ होइन? होइन सर, फाइबर अन्डरग्राउन्ड भन्नाले यो ठ्याक्कै कपर जस्तै हो सर पहिला। तर जसरी जहाँ पहिला हामीले 100 पेयरको 100 लाइनका लागि एउटा मोड तार तान्थ्यौँ भने त्यहाँ मसिनो तार जान्छ। अहिले तारको साइज चाहिँ घट्छ सर। तर अन्डरग्राउन्ड चाहिँ हाम्रो पहिला जस्तै हो। हाम्रो बक्स मेन त्यो पहिलाको के अरे उसमा क्याबिनेट भन्छ कपर टेक्नोलोजीमा, ठाउँमा बक्सहरू राखेको हुन्छ, त्यहाँसम्म हाम्रो अफिसबाट अन्डरग्राउन्ड केबल जान्थ्यो भने अहिले त्यसलाई एफडिसी भन्छ फाइबरको टेक्नोलोजीमा। एफडिसीसम्म अन्डरग्राउन्ड जान्छ। एफडिसीबाट ग्राहकका बाँड्नका लागि हामीले केबल ताने हुन्छौँ, त्यो चाहिँ एरियलै जान्छ। एरियल भने हामीले पोल टु पोल नै जाने हो सर। तर त्यो केबलको साइज चाहिँ धेरै घट्छ। अहिले बजारमा चाहिँ अब केबल प्रदायकहरूको यो तारले एकदमै कुरूप जस्तो स्थिति बनाएको छ। यतातिर चाहिँ के सोच्नु भएन यहाँहरूले? हजुर, त्यो सम्बन्धमा यस्तो सर, हामीले अब पहिला सुरुमा म आउँदाखेरि यता हाम्रो नगरपालिकासँग नि मेयर साहबले मिटिङ बोलाएर अब हामीले 1-2 चोटि प्रयास गऱ्यौँ त्यसको लागि। अब त्यसमा अब अहिले हाम्रो टिभीको प्रोभाइडरहरू छुट्टै छ, इन्टरनेटको प्रोभाइडरहरू छुट्टै छ, धेरै प्रोभाइडरहरू भए। अब त्यसले गर्दा केबल तान्दाखेरि अब सबैले आफ्नो केबल मात्रै हेरेर अनि सर्भिस दिने हिसाबले मात्रै र त्यो केबललाई म्यानेज गर्न नसकेको अवस्था हो। अब त्यसमा टेलिकम मात्रै भन्दा हामी त अब सरकारी कम्पनी हो र हामीसँग पर्मानेन्ट स्टाफ पनि हुन्छ, हामीले ट्रेन्ड स्टाफ पनि हुन्छ। सकभर हामीले चाहिँ म्यानेजै गरिरहेको हुन्छौँ सर। त्यो हामीले स्टाफलाई पनि भनिरहेको हुन्छौँ केबलहरू राम्ररी के अरे म्यानेज गर्नु, त्यो जुथाबा बिन्नु छोड्नु, लुपहरू धेरै राख्नु, काम गर्नु भनेर। तर टेलिकमले मात्रै गर्दा भन्दा अब यो धेरै अपरेटरहरू भए, धेरै अपरेटरको बिचमा समन्वय नभएको र अब अरू अपरेटरहरूको काम गर्ने स्टाफहरू अब
छोटो समयको लागि काम गर्ने उनीहरूले त्यति ध्यान दिन नसकेको हो कि अब कहीँ कहीँ कुनै कुनै ठाउँमा त अब हुन्छ त हामीले पनि त्यो गर्न नसकेका होला। तर अब यो समग्रमा भन्नुपर्दा अब धेरै अपरेटर भए, अब धेरैले आफ्नो तरिकाले काम गर्दाखेरि यस्तो देखिएको हो है सर। हजुर हजुर। तर अब नेपाल टेलिङको हकमा भन्नुपर्दा हामी प्रतिबद्ध छौँ त्यसको लागि, र यदि वडा अथवा नगरपालिकाले भनेको ठाउँमा हामी गएर त्यो गरिरहेको पनि छ सर। हजुर, खुसी लाग्यो सर। नेपाल टेलिकमले अहिले भर्खरै ल्याएको एनटिटिभी बारे जानकारी दिनुभयो। भविष्यमा यहाँसँग पुनः जोडिने आशा गर्दै अन्त्यमा सरसँग म एउटा प्रश्न गर्छु, यो कार्यक्रम कति सफल होला जस्तो यहाँलाई लाग्छ? हजुर सर, क्वेसन फेरि गरिदिनु सर। यो कार्यक्रम कति सफल होला हजुर? यो त होइन सर, यो त कार्यक्रम ग्राहकको धेरै नै डिमान्ड छ। हामीसँग अहिलेसम्म कल हामीले वैशाख, हाम्रो यो सुरुको प्लान भन्दा वैशाखदेखि नै बाँड्ने भनेर हामीले सोचिरहेको थियौँ। ग्राहकलाई हामीले त्यही किसिमको आन्तरिक हिसाबले मेसेज फ्लो गरिरहेको थियौँ। ग्राहकको डिमान्ड धेरै छ, ग्राहकको चाहना धेरै छ। अब हुनसक्ला कुनै ग्राहकमा हाम्रो पुरानो टेक्नोलोजी एडिएसएल जुनमा चाहिँ स्पिडै त्यति ग्राहकको डिमान्ड अनुसार हामीले दिन सकेनौँ। त्यसले गर्दा नेपाल टेलिङको इन्टरनेट चाहिँ स्लो छ भन्ने मेसेज होला। त्यो इन कम्पेरिटिभ अरू फाइबरमा, अरू चाहिँ पहिला फाइबरमा गइसके, हामी नेपाल टेलिकम फाइबरमा जान केही समय लागेका कारण हाम्रो पुरानै टेक्नोलोजीबाट हामीले इन्टरनेट सर्भिस दिइराखेका कारण ग्राहकमा केही समयसम्म त्यस्तो मेसेज गयो। अब हामी सबै अपरेटर प्रोभाइडर भन्दा लेटेस्ट टेक्नोलोजी जुन चाहिँ आइपी इन्टरनेट प्रोटोकलको यो जो लेटेस्ट टेक्नोलोजी छ त्यो सिस्टमबाट हामी सर्भिस दिइरहेको छौँ। र अहिले फाइबर इन्टरनेट जुन चाहिँ हामी एनटी फाइबर भनेर भन्छौँ, नेपाल टेलिङको फाइबरबाट दिने इन्टरनेट, त्यसबाट ग्राहक धेरै नै ज्यादै नै सन्तुष्टि भएको हामीले पाएको छौँ। अब प्राविधिक कुरा हो, कुनै कुनै ग्राहकमा अब विभिन्न कारणले गर्दाखेरि ग्राहकको आफ्नो बुझाइका कारण अथवा भनौँ प्राविधिक कारणले गर्दाखेरि कुनै ग्राहकको गुनासो होला। त्यो हामी अब 100% हामीले सबै सन्तुष्ट छन् त हामी भन्दैनौँ, तर म्याक्सिमम ग्राहकहरू हाम्रो सन्तुष्ट छन् र ग्राहकको क्वेरी पनि धेरै नै ज्यादै नै छ। हामी ग्राहक धेरै ज्यादै इन्ट्रेस्टेड छन्। हामी एकदमै आशावादी छौँ सर हाम्रो यो सर्भिसमा। हजुर, धन्यवाद सर। व्यस्त समयको बावजुद पनि हामीसँग जोडिएर यो जानकारी दिनुभयो, यसको लागि म नेवा एफएमको तर्फबाट धन्यवाद दिन चाहन्छु। सर, हजुरहरूलाई पनि धन्यवाद। मलाई पनि नेपाल टेलिङको तर्फबाट आफ्ना केही कुरा राख्न दिनुभएकोमा म आभारी छु सर। हजुर, भविष्यमा पुनः जोडिने आशा राख्दै आज म यहाँसँग छुट्टिएँ। धन्यवाद। उहाँ हुनुहुन्थ्यो यज्ञराज बोहरा, कार्यालय प्रमुख, नेपाल टेलिकम कीर्तिपुर शाखा। कार्यक्रमबाट युनिक शाक्य र शङ्कर थापा बिदा चाहन्छौँ। नमस्ते, शुभ।